एन्ट्री प्राइस यहाँ छ भने स्टप लस कता राख्ने, टेक प्रफिट कता राख्ने, त्यो लङ पोजिसन र सर्ट पोजिसन हुन्छ नि। बेसिक चार्ट मार्कअप गर्न आइसकेपछि होइन MT4मा लाइक एन्ट्री गर्ने बित्तिकै स्टप लस लेख्नुपर्छ, स्टप लस एड गर्नुपर्छ, टेक प्रफिट एड गर्नुपर्छ नि। त्यो बेसिक कुरा आइसकेपछि चाहिँ हजुरले एक्चुअल मनीमै स्विच गरे हुन्छ। अब एक्चुअल मनीमा भन्ने बित्तिकै 0.01 लटमै ट्रेड गर्नु कि हजुर। त्यो किन भन्दाखेरि डेमो ट्रेडिङमा फल्स एक्सपेक्टेसन आउँछ कि होइन, त्यो एक्चुअली मेक सेन्स गर्दैन। हजुरले बेसिक एन्ट्री लिन आइसकेपछि स्टप लस टेक प्रफिट सेट गर्न आइसकेपछि चाहिँ बरु कम पैसाबाट गर्नु होइन, 0.01बाटै स्टार्ट गर्नु होइन, त्यसमै ठिक छ क्या। अनि अर्को कुरा चाहिँ साइकोलोजिकली हजुरले के सोच्नुपर्छ, यो चाहिँ अब भनौँ न हजुरले आफ्नो लाइफको एटलिस्ट अब मलाई जति टाइम र सबैलाई डिफ्रेन्ट लाग्छ, कसैलाई 10 वर्ष लाग्न सक्छ, कसैलाई 5 वर्ष लाग्न सक्छ होइन। मैले अब 2 वर्षमा प्रफिटेबल भएको पनि देखाएको छु, मान्छे 1 वर्षमा पनि देखाएको छु होइन। सो त्यो इन्डिभिजुअल टु इन्डिभिजुअल हुन्छ। अब हजुरको चाहिँ अब त्यो चाहिँ बुझ्नु पऱ्यो, सर्टेन म लाइफको यति वर्ष चाहिँ म डेडिकेट गर्छु भनेर